स्टाफज्यूहरू सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू आज हामी यस उत्तरगङ्गा इंग्लिश मीडियम कडाली सेकेन्डरी स्कुल वीरेन्द्रनगर 3 स्कुलको आयोजनामा आज हामी ग्रास म्युजिक पुरस्ले हाम्रा एसी उत्तीर्ण हुनुभएका हाम्रा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एकदमै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ र अब उक्त कार्यक्रम अब हामीले स्वागत गर्न गएका छौँ र सबैले एकपटक हात माथि गरेर जोरदार तालीले सम्मान व्यक्त गर्नु सबैले र एसी पासमा सम्पूर्ण विद्यार्थीहरूले सम्मान गर्नु यस कार्यक्रमलाई हामीले सुरुवात गर्न चाहन्छौँ अझै तालीमा बन्द गर्छ फेरि एकपटक सबैले ताली धेरै धेरै धन्यवाद आजको यस कार्यक्रममा हाम्रो आनन्दलाई स्वीकार गर्दै एकदमै आउनुभएको छ म्युजिक प्रोडक्ट्सका अध्यक्ष हुनुहुन्छ सम्झना अधिकारी म्याम एकदमै उहाँलाई अगाडि अतिथि आसन ग्रहण गरिदिनु हुनुहुन्छ अनुरोध गर्न चाहन्छु त्यसै गरी त्यसै गरी कलाकार नवराज भण्डारीज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु त्यसै गरी कलाकार विपना सिंहज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु अनुरोध गर्न चाहन्छु कृपया एउटा जोरदार तालीले सम्मान व्यक्त गरौँ अब सम्पूर्णलाई त्यसै गरी हाम्रो विद्यालयका सञ्चालक निर्देशक आदरणीय सुभाष अधिकारीज्यूलाई पनि एकदमै अतिथि आसन ग्रहण गरिदिनु लाई पनि अतिथिको आसन ग्रहण गर्ने अनुरोध गर्न चाहन्छु त्यसै गरी कलाकार कृष्णराज भमराज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्ने अनुरोध गर्न चाहन्छु त्यसै गरी अतिथिको आसन ग्रहणकै क्रममा कलाकार खगेन्द्र नेउपानेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु खगेन्द्र नेउपानेज्यू त्यसै गरी अतिथि आसन ग्रहणकै क्रममा यस विद्यालयका एकाडेमिक कोअर्डिनेटर चित्रा रावत म्यामलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु त्यसै गरी प्राइमरी इन्चार्ज लक्ष्मी खड्का म्यामलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु त्यसै गरी कक्षा 10 मा उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एकदमै आफ्नो स्थानमा अतिथि आसन ग्रहण गरिदिनु हुनुको निमित्त अनुरोध गर्न चाहन्छु अब पनि हामी सम्पूर्ण उपस्थित हुनुभएका हाम्रा कलाकार मित्रहरूलाई म खाजा लगाएर सम्मान व्यक्त गरिदिनु हुनुको निमित्त म यस विद्यालयका पवित्र बुढा म्याम र हाम्रो सहायक मनिषा अधिकारी म्यामलाई म अनुरोध गर्न चाहन्छु स्वागत गरिसकेका छौँ र अब भने हामी ढिलो नगरिकन हाम्रो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ सुरुवातमा हाम्रो गुराँस म्युजिक प्रोडक्ट्सबाट प्रस्तुतिको कार्यक्रम रहनेछ त्यस पछाडि उहाँहरूले हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई एकदमै सम्मान कार्यक्रम गर्नुहुनेछ त्यस पछाडि फेरि पनि हाम्रा कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति रहनेछ र अब भने म आफ्नो प्रस्तुति दिनका लागि म गुराँस म्युजिक स्कुल टिमलाई हार्दिक अनुरोध गर्न चाहन्छु त्यसभन्दा पहिला एकदम जोरदार तालीले सम्मान सबै कार्यक्रम छ त्योभन्दा अगाडि धन्यवाद दिलाउँ म आज विशेष गरी यो हौसलाको कार्यक्रमको ठुलै विभिन्न विधाहरू हामी प्रचार प्रसार गरेका छौँ र आज यो गुराँस म्युजिक प्रोडक्सनको पनि हाम्रो कडाली नमुना स्कुलबाट प्रचार प्रसार हुँदैछ र हाम्रो भाइ बहिनीहरूलाई हामी गुराँस म्युजिकको तर्फबाट हाम्रो अध्यक्ष हुनुहुन्छ त्यसै गरी हाम्रो टिम प्रिय स्वरको भने मैले आएर विद्यालयमा पसेर हुँदैको पाइला पनि तपाईँले चिन सक्नुहुन्छ यो बयान गर्नै सक्दैन उनीभन्दा एक छुट्टै उनीहरू छुट्छ तपाईँहरूको एकदम माया ममताले हाम्रो बहिनी
छ। यो बुढेसकालमा गीत गाएको पनि त्यसैमा गर्व लाग्छ। मेरो परिवार जस्तो सायद कसैको परिवार छैन होला। आज मेरो आमा बुढा दाजु भाइ भाउजू बुहारी सबै छोरी ज्वाइँले साथ नदिएको भयो यहाँसम्म पुग्थेन होला। विशेष गरेर मेरो भाइलाई नमराज भण्डारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसैमा मलाई साथमा साथ हातमा हात दिने मेरो आदरणीय भिनाज्यू खगेन्द्र नेउपानेलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। यसै गरी मेरो साथ तपाईँहरू नाच दिइराख्न पाऊँ र मेरो परिवारको साथ सधैँ पाइरहँ। यसै गरी भन्दै आज विशेष गरेर मेरो आग्रह स्वीकार गरेर मेरो बहिनी विपना सिंहलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आइन्दा दिनहरूमा पनि यसै गरी नवराज भण्डारी दाइले र मैले गाएका थियौँ कि। अब तपाईँहरूले टिकटक त बनाउनु भएन होला, सानो मान्छेले मोबाइल चलाउनु हुन्न नि त है। त्यही पनि सुन्नु भएको रहेछ, धेरै धेरै खुसी लाग्यो मलाई। अर्को टुक्का गाउँछु है, मैले गाएको गीतको एउटा एउटा टुक्का गाउँछु, त्यसपछि चाहिँ सबैजना मिलेर देउडे खेल्नुपर्छ। म गाउँछु है। हे सुदूर आँखुलाउँदो कर्णाली की छोटी काना, सँगै गाउनु पर्यो नि त। म सुदूर आँखा लाउँदो भन्छु, तपाईँहरू कर्णाली की छोटी काना भन्नुहुन्छ। भिडियोमा आउनु पर्यो नि त होइन। ल हे सुदूर आँखुलाउँदो कर्णाली, हे सुदूर आँखुलाउँदो कर्णाली, हे नबोलाया बोलाया पैके आउँदैन, नबोलाया बोलाया पैके आउँदैन। यति राशि छैन मेरा, यति राशि छैन मेरा पञ्चे बाजा बज्न, म त नबजाइन मङ्सिर जाउँ त वैशाख आइजाऊ। कसैलाई बाल छैन, कसैलाई बाल छैन, मङ्सिर गए पनि वैशाख आए पनि। कसैलाई पनि बाल छैन, मलाई पनि बाल छैन, तपाईँहरूलाई पनि बाल छैन। किनभने हामी अहिले सानो सानो पढ्नुपर्छ, लेख्नुपर्छ, ठुलो मान्छे बन्नुपर्छ नि त होइन। धेरै गीत सुन्नु भएको रहेछ त। अब अर्को सुनाउँछु है। झल्को लाली ओठको बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको, सँगै गाउने। जिउढाल पनि मिलाएको छ गोरी पान गोरी, जिउढाल पनि मिलाएको छ गोरी पान गोरी, साह्रै रूपस्या हुन्छन् हजुर कर्णालीकी छोरी। झल्को लाली ओठको, सबैजना झल्को लाली ओठको बाटो खोल्यो मोटर चल्यो, बाटो खोल्यो मोटर चल्यो जुम्ला कालीकोटको, झल्को लाली ओठको। कस्तो भइरहेछ? आमा म त बोल्नै नबोलौँ, तपाईँहरूकै कुरा सुनाउँदै कस्तो भइरहेको के। यो सुनेर छ। ठिक छ, म गाउँछु है। हे सुनलीको लाला कान्छी भैँसा झै कान्छी आई, त्यही भन्दै छै डबर्याङ माया लगाउँ भन्दा नै, माया लगाउँ भन्दा नै। यो गीतमा पनि देउडा खेल्नुपर्छ एकछिनमा। अनि त्यसैले मैले एउटा अर्को गीत पनि गाएको थिएँ हाम्रो आदरणीय अर्जुन सापकोटासँग। आहा कति मिलेको झन् तिम्रो, ए पहिले भेटमै भइदिए फेर तिम्रो, ओ आहा कति मिलेको झन् तिम्रो, पहिले भेटमै भइदिए फेर तिम्रो। अरे वाह
थ्याङ्क यू सो मच ए ल हाम्रो कलेज टिम है म भिडियो बनाइरहेको छु खेला खेला Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ